हेलो साथीहरू सबैलाई नमस्कार। म सीताराम ओझा, जियोलजिस्ट पेसाले। आज चाहिँ म एउटा कुरा तपाईँलाई भन्न गइरहेको छु होइन। नेपाल अब हाइड्रो पावरको युगमा प्रवेश गरिसकेको छ। त्यसैले नेपालमा हाइड्रो पावर बनाउनका निम्ति अहिले 2026 मे 18सम्म जुन हाम्रो नेपाल सरकार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय विद्युत विकास विभाग सानो गौचरण काठमाडौँले एउटा लिस्ट बनाएको छ होइन। कतिवटा कम्पनीहरूले अहिले हाइड्रो पावर बनाउनका निम्ति आवेदनहरू दिएका छन्। कतिवटा कम्पनीहरूको आवेदन चाहिँ एप्रुभल भएको छ भनेर आफ्नो वेबसाइटमा उसले राखेको छ। त्यसैले म सरसर्ती एउटा जानकारी स्वरूप यो भिडियो बनाउन गइरहेको छु। अहिले हामीले हेर्ने हो भने होइन, कन्स्ट्रक्सन लाइसेन्सको लागि एप्लिकेसनहरू हेर्दै जाँदाखेरि अब हामीले यहाँ क्यापासिटी देख्न सक्छौँ होइन। कुन नदीबाट बन्दै हो त्यो नदीको नाम देख्न सक्छौँ होइन। त्यसपछि प्रोमोटर भनेको चाहिँ तपाईँको लगानीकर्ताहरू चाहिँ को हुन् त होइन, कुन कम्पनीले चाहिँ यो गर्न खोजिरहेको हो भन्ने कुराहरू हुन्छ। अब उनीहरूको यो लोकेसन एड्रेस हो होइन। त्यसपछि ल्याटिच्युड लङ्गिच्युड र पछाडि चाहिँ लोकेसन छ। अलिकति देखिँदैन, यसलाई म लास्टमा देखाउँछु। अहिले अप्पर मर्स्याङ्दी भन्ने छ 600 मेगावाटको मर्स्याङ्दी नदीबाट बन्दैछ होइन, जसलाई चाहिँ हाम्रो हिमताल हाइड्रो पावर कम्पनी लिमिटेडले प्रमोट गरिरहेको छ। त्यसै गरी म्यार्दी खोला छ 30 मेगावाटको छ होइन। यो चाहिँ हाम्रो म्यार्दी खोला हाइड्रो पावर कम्पनी लिमिटेडले चाहिँ प्रमोट गरिरहेको छ। त्यसै गरी सेलाङ एसएसपी छ होइन, 0.990 मेगावाटको रहेछ। यो एमएस राइजिङ हाइड्रो पावर लिमिटेडले चाहिँ यसलाई प्रमोट गरिरहेको रहेछ होइन। अनि नामलाङ खोला एचइपी छ जुन चाहिँ एपोलो इनर्जी प्राइभेट लिमिटेडले चाहिँ यसलाई प्रमोट गरिरहेको छ। यो नामलाङ खोला चाहिँ हाम्रो मुगु जिल्लामा पर्छ होइन। यसको चाहिँ म आफै ड्रिलिङ पनि गरेर आएको हो, हेडोक्सको एचआरटीको अनि पावर हाउसको नामलाङ खोला र अप्पर मुगु कर्णाली यता कतै आउँछ, यो दुइटाको मैले ड्रिलिङ पनि गरेको हो। त्यसै गरी उत्तर गङ्गा स्टोरेज हाइड्रो पावर प्रोजेक्ट छ 828 मेगावाटको होइन, जुन चाहिँ उत्तर गङ्गा पावर कम्पनी लिमिटेडले चाहिँ प्रमोट गरिरहेको छ। आदि खोला स्टोरेज छ, नेपाल इलेक्ट्रिसिटी अथोरिटीले गरिरहेको छ 180 मेगावाटको। दुधकोशी छ 6 हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट छ जुन 171 मेगावाटको छ। सगरमाथा हाइड्रो पावर प्राइभेट लिमिटेडले यसलाई प्रमोट गरिरहेको छ। घुन्सा तमोर हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट छ 43 मेगावाटको, जुन चाहिँ नेपाल हाइड्रो भेन्चर प्राइभेट लिमिटेडले चाहिँ यसलाई प्रमोट गरिरहेको छ। अप्पर तमोर ए हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट छ जुन चाहिँ 72 मेगावाट छ होइन। यसलाई चाहिँ युनियन हाइड्रो पावर लिमिटेडले प्रमोट गरिरहेको छ होइन। त्यसै गरी हाम्रो फुकोट कर्णाली हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट छ जुन 480 मेगावाट छ होइन, कर्णाली नदीमा बन्दैछ। यसलाई चाहिँ हाम्रो विद्युत उत्पादन कम्पनी लिमिटेडले चाहिँ हाम्रो प्रमोट गरिरहेको छ। त्यसै गरी किमाथाङका अरुण हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट 454 मेगावाटको छ जुन विद्युत उत्पादन कम्पनी लिमिटेडले चाहिँ प्रमोट गरिरहेको छ। त्यसै गरी अप्पर न्यासम ए हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट छ होइन, 21 मेगावाटको, जुन चाहिँ हाम्रो सिन्धुजवाला हाइड्रो पावर प्राइभेट लिमिटेडले चाहिँ यसलाई प्रमोट गरिरहेको छ। लोयर सेती तनहुँ छ 126 मेगावाटको, सेती खोलामा छ, जुन तनहुँ हाइड्रो पावर लिमिटेडले चाहिँ प्रमोट गरिरहेको छ। त्यसै गरी बुढीगण्डकी नदी हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट छ 91.150 होइन। यसलाई चाहिँ हाम्रो सूर्य इनर्जी प्राइभेट लिमिटेडले प्रमोट गरिरहेको छ। निमरुङ खोला हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट 9.8 मेगावाट, किरण पावर लिमिटेडले चाहिँ यसलाई प्रमोट गरिरहेको छ। बेगनास रूपा स्टोरेज हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट जुन 150 मेगावाटको छ, यसलाई एनइएले चाहिँ प्रमोट गरिरहेको छ होइन। सुपर इको खोला हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट जुन चाहिँ दोर्दी खोलाले गरिरहेको छ। अप्पर इन्कु खोला हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट हाम्रो युनिभर्सल पावर कम्पनी लिमिटेडले गरिरहेको छ। मुगु कर्णाली एचइपी जुन 159.620 छ, यो पनि बुटोल पावर कम्पनीले गरिरहेको छ। नलस्याउघाट स्टोरेज एचइपी जुन चाहिँ हाम्रो नलघाट हाइड्रो पावर प्राइभेट लिमिटेडले चाहिँ गरिरहेको छ। अप्सुवा हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट होइन, यो चाहिँ रामजानकी हाइड्रो इलेक्ट्रिक प्रोजेक्टले गरिरहेको छ। नेसी खोला हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट छ, नेसी खोलाले प्रमोट गरिरहेको छ। माथिल्लो सिम्बुवा खोला इलेक्ट्रिक प्रोजेक्ट सिम्बु हाइड्रो पावर प्रोजेक्टले गरिरहेको छ। सुर्के दुधकोशी हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट जुन चाहिँ समिट पावर कम्पनी
प्राइभेट लिमिटेडले गरिरहेको छ होइन। त्यसपछि हुम्ला कर्णाली 235 मेगावाट छ। रुरु जलविद्युत परियोजनाले चाहिँ यसलाई प्रमोट गरिरहेको छ। हुम्ला कर्णाली 2 छ जुन चाहिँ 335 मेगावाट छ। रुरु जलविद्युत परियोजना लिमिटेडले यसलाई प्रमोट गरिरहेको छ। इखुवा खोला हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट 40 मेगावाट छ जुन चाहिँ अप्पर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडले यसलाई प्रमोट गरिरहेको छ। अप्पर त्रिशुली फर्स्ट क्यास्केड हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट छ जुन चाहिँ 24.60 मेगावाट। यो चाहिँ हाम्रो त्रिशुली क्यास्केड प्राइभेट पावरले चाहिँ गरिरहेको छ। त्यसै गरी फेरि फर्स्ट हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट छ जुन चाहिँ 270 मेगावाट छ। यसलाई चाहिँ गेजुवा ग्रुप पावर इन्भेस्टमेन्टले चाहिँ प्रमोट गरिरहेको छ। मुगु कर्णाली स्टोरेज हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट छ जुन चाहिँ हाम्रो विद्युत उत्पादन कम्पनीले चाहिँ प्रमोट गरिरहेको छ। अप्पर अप्सुवा हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट छ 35 मेगावाट जुन चाहिँ राम जानकी हाइड्रो पावर प्राइभेट लिमिटेडले प्रमोट गरिरहेको छ। गर्जन खोला स्मल हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट जुन चाहिँ आइसल्यान्ड पावरले प्रमोट गरिरहेको छ। टक्सु खोला हाइड्रो प्रोजेक्ट 7 मेगावाट जुन चाहिँ नलगाड हाइड्रो पावर लिमिटेडले प्रमोट गरिरहेको छ। दुधकोशी स्टोरेज हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट जुन चाहिँ नेपाली इलेक्ट्रिसिटी अथोरिटीले चाहिँ प्रमोट गरिरहेको छ। अप्पर भेरी पिआरओआर हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट जुन चाहिँ इन्टिग्रेटेड मोबिलिटी सोल्युसनले प्रमोट गरिरहेको छ। लोवर इन्कु हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट जुन चाहिँ इन्कु खोला हाइड्रो प्रोजेक्टले प्रमोट गरिरहेको छ 9 मेगावाट यो चाहिँ 325 मेगावाट। त्यसै गरी सुप्रिम मिडिल सेती हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट छ 18 मेगावाट होइन। केसिएस एन्ड मल्टिपल इन्डस्ट्रीले यसलाई प्रमोट गरिरहेको छ। अप्पर रुरुबुन्चु खोला हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट रुरुबुन्चु खोला रुरु गाड पावर कम्पनी लिमिटेडले प्रमोट गरिरहेको छ। यो कालीकोटमा पर्छ। त्यसै गरी चुवा खोला क्यास्केड हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट चुवा खोला जुन चाहिँ बिचबेल इनर्जी प्राइभेट लिमिटेडले प्रमोट गर्न खोजिरहेको छ। र रुवालिङ खोला हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट जुन एचसिटी इनर्जीले प्रमोट गर्न खोजिरहेको छ। अप्पर मुगु कर्णाली 306 मेगावाट एलिभेट इनर्जीले गर्दैछ। यसमा पनि मैले आफैले ड्रिलिङ गरेको थिएँ एज अ जियोलोजिस्ट। दुधकोशी स्टोरेज विथ ड्याम 2 पावर हाउस हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट छ जुन नेपाल इलेक्ट्रिसिटी अथोरिटीले चाहिँ यसलाई प्रमोट गरिरहेको छ। ड्याम 2 भन्नाले चाहिँ ड्याम भन्छ, ड्यामकै फेदमा चाहिँ हाम्रो पावर हाउस भन्छ। अनि अप्पर चुवा लुरुप्या खोला पिआरओआर हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट छ जुन चाहिँ 110 मेगावाट छ होइन। यसलाई नेपाल पोर्टफोलियो इनर्जी प्राइभेट लिमिटेडले प्रमोट गरिरहेको छ। अपी नौगाड हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट 4 मेगावाट मिड अल्फाइन हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट प्रमोट गरिरहेको छ। मिडल घोन्सा हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट 30 मेगावाट जुन चाहिँ एटलस इनर्जी प्राइभेट लिमिटेडले प्रमोट गरिरहेको छ। जगदुल्ला हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट 124.35 मेगावाट जुन चाहिँ जगदुल्ला हाइड्रो पावर कम्पनी लिमिटेडले प्रमोट गरिरहेको छ। माथिल्लो छुमछुम गाड हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट 10 मेगावाट छुमछुम गाडमा पर्छ जुन चाहिँ वेस्टर्न हिमालयन पावर लिमिटेडले प्रमोट गरिरहेको छ। सिर्सा गाड स्मल हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट 2.5 मेगावाट दुर्गाथली पावर कम्पनी प्राइभेट लिमिटेडले प्रमोट गरिरहेको छ। लोयर मेवाखोला हाइड्रो पावर प्रोजेक्ट 6.630 मेगावाट इक्युब इनर्जी प्राइभेट लिमिटेड प्रमोट गरिरहेको छ। दुधकोशी हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट इन्डिपेन्डेन्ट पावर कम्पनीले प्रमोट गरिरहेको छ होइन। लुजा खोला क्यास्केड हाइड्रो पावर प्रोजेक्ट 9.8 मेगावाट एरिस इनर्जी प्राइभेट कम्पनी लिमिटेडले प्रमोट गरिरहेको छ। छाडा खोला हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट 4.5 मेगावाट छाडा हाइड्रो पावरले छन्दा हाइड्रो पावर लिमिटेडले प्रमोट गरिरहेको छ। त्यसै गरी इसुवा पिआरओआर क्यास्केड 2 हाइड्रो पावर प्रोजेक्ट 9.950 इसुवा खोला विष्ट इनर्जी हाउस प्राइभेट लिमिटेड केएमसी वार्ड नम्बर 5 ले यसलाई प्रमोट गरिरहेको छ। अहिलेसम्म टोटल क्यापासिटी भनेको हाम्रो 9088.65 मेगावाट चाहिँ को लागि एप्लिकेसन भइसकेको रहेछ। यहाँ तपाईँ देख्न पनि सक्नुहुन्छ यसको जिपिएस लोकेसनदेखि लिएर होइन सबैको यो कुन ठाउँमा बन्ने हो कुन जिल्लामा बन्ने हो यो चाहिँ सबै हामीले यहाँ देख्न सक्छौँ। त्यसैले अब नेपाल एउटा हाइड्रो पावरको युगमा प्रवेश गरिसकेको छ। यो चाहिँ कन्स्ट्रक्सनको लागि लाइसेन्स भइसकेको हो भने अब
थुप्रै हाइड्रो पावरहरू, थुप्रै नदीहरूमा होइन सानादेखि ठुला जलविद्युत आयोजनाहरू फेरि पनि कन्स्ट्रक्सनको फेजमा छन्, कति लाइसेन्स लिने प्रक्रियामा छन् होइन। त्यसैले अब नेपाल एउटा हाइड्रो पावरको युगमा जाँदैछ। हामीले अब यसको फाइदाहरू के छ त भन्दाखेरि भरपुर इलेक्ट्रिसिटी हामीले जेनेरेट गर्न सक्छौँ होइन। लोकल लेभलमै देशमा नै हामीले टेक्निकल, नन टेक्निकल होइन, स्किल, अनस्किल सबै किसिमको रोजगारीहरू सिर्जना गर्न सक्छौँ। यसले गर्दाखेरि हाम्रो टुरिज्म, हाइड्रो टुरिज्म पनि बढिरहेको छ। टुरिस्ट सेक्टरलाई पनि यसले चाहिँ प्रमोट गरिराखेको छ होइन। त्यसै गरी अब हाइड्रो पावर जेनेरेसन गरेर इलेक्ट्रिसिटी सप्लाई गर्ने होइन, यसको व्यापार गर्ने कुराहरू त छँदै नै छन् भन्दै फेरि अर्को भिडियो लिएर आउनेछु। हस्, धन्यवाद।